Three guys disconnected from the world for one night. No electricity, no network, middle of nowhere. चितवनबाट स्टार्ट भएको यो ऱ्यान्डम जर्नी हामीलाई नेपालको एक हिडन भिलेजसम्म लग्यो र अनेस्टली यो ट्रिप डेस्टिनेसन र एक्सपिरियन्सका लागि स्पेशल थियो। गुड मर्निङ गाइज, आज हामी चितवनबाट ठेङ्गान राते माटेतिर निस्किँदैछौँ। मसँग हुनुहुन्छ मनोज मामा र बसन्त मामा। हामीलाई एक्ज्याक्ट कस्तो जर्नी हुने हो केही आइडिया थिएन, तर एउटा कुरा चाहिँ स्योर थियौँ, एडभेन्चर पक्कै हुनेवाला थियो। बिस्तारै सिटी एरिया छाड्दै गयौँ, रोडहरू क्वाइट हुँदै गयो अनि सराउन्डिङ झन् राम्रो हुँदै गयो। अनेस्टली बाइक राइड गर्दै यस्तो वेदरमा ट्राभल गर्नुको भाइब नै अर्को हुन्छ। नो रस, नो टेन्सन, जस्ट रोड, म्युजिक अनि ऱ्यान्डम गफ। अलि अगाडि गएर हामी उखुको जुस ब्रेक गर्न रोक्यौँ। लङ राइडमा यस्तो सानो ब्रेकहरू चाहिँ बेस्ट हुन्छ। कोल्ड जुस, फ्रेस हावा अनि रोड ट्रिपको भाइब। बिस्तारै रोडहरू झन् इन्ट्रेस्टिङ हुँदै गयो। फास्ट ट्र्याकको त्यो रोड, वेदर अनि राइडको भाइब चाहिँ नेक्स्ट लेभल थियो। समटाइम्स जर्नी इट सेल्फ बिकम द बेस्ट पार्ट। एन्ड फाइनली हामी ठेङ्गान रातो माटे पुग्यौँ। पिस, नो क्राउड, जस्ट नेचर। यो प्लेसमा पुगेपछि टाइम नै स्लो भएको जस्तो फिल हुँदो रहेछ। हामी लोकल घरमा स्टे गर्ने भयौँ। पर पर्सन रु 100 स्टे अनि भेज खाना रु 150। लग्जरी त थिएन, तर वार्म चाहिँ एकदम जेन्युन थियो। अलिक बेरपछि एक्कासी पानी बन्न थाल्यो अनि लाइन पनि गयो। होल नाइट नै इलेक्ट्रिसिटी आएन। नेटवर्क पनि कहिले आउने कहिले नआउने भइरहेको थियो। नर्मली यस्तो सिचुएसन अनोइन हुन्थ्यो, तर अनेस्टली त्यो रात चाहिँ एकदम पिसफुल लागिरहेको थियो। टर्चको लाइटमा लोकल स्टाइल डिनर, आउटसाइडमा रेनको साउन्ड अनि ऱ्यान्डम गफ। त्यो सिम्पल मुभमेन्ट एकदम अनफर्गेटेबल फिल भइरहेको थियो। त्यो रात हामी लिटरली वर्ल्डबाट डिस्कनेक्ट जस्तो फिल भइरहेको थियो। मेबी द्याट्स एक्ज्याक्टली वाट वी निडेड। अनि नेक्स्ट मर्निङ द रियल एडभेन्चर वाज वेटिङ फर अस।